साथीहरु हेर्नुहोस् त मेरो हातमा के को चल्ला छ। आज चाहिँ हाम्रो घरमा रहेको हैन यो चाहिँ निमको बोट उ त्यहाँ माथितिर यसको घोल थियो। यसको हैन सधैँ चाहिँ सानैदेखि नै यता थिए चल्लाहरु। आज चाहिँ यिनीहरुलाई उडाउने प्र्याक्टिस भए रहेछ हैन। यसको आमाले हैन दुईटा चल्लाहरु यसको उडाउने गरे थियो। एउटा चाहिँ उ त्यहाँ मेवाको रुखमा छ, एउटा चाहिँ यता तल खसेको थियो हैन। उड्दै आउँदाखेरि यतापट्टि आएको थियो जुन चाहिँ मेरो हातमा छ हैन। लास्ट थाकिसकेछ हैन, एकदमै राम्रो छ। यो हजुरहरुले यसको नाम चाहिँ के हो, के को चल्ला हो कमेन्ट गरिदिनु होला है त। लगेर घोलमा राखिदिनु पर्यो हैन, त्यहाँबाट फेरि उड्छ। एकदमै कति राम्रो छ हेर्नुस् त। वाउ के दामी छ है साथीहरु। त्यहाँ चाहिँ यसको माउ खोज्दैछ हैन। बच्चामा त यस्तो चल्लाहरु हैन हामी खोज्न जान्थ्यौ हैन साथीहरु। कोलाई याद छ हैन, हामी गाउँमा हुँदाखेरि हैन, सानोमा हुँदाखेरि यस्तो चल्लाहरु हो हैन, घोलहरु खोज्दै जान्थ्यौ हैन जंगलमा। अहिले चाहिँ त्यो कुराहरु सम्झिँदा नि हाँसो लाग्यो छ हेर्नुस् त। वाउ कति राम्रो छ हैन। उता रुखमा भएको चल्लालाई हैन कसरी चारो खुवाउँदैछ हेर्नुस् त। एउटा आमाले हैन आफ्नो बच्चालाई चाहिँ कसरी चारो खुवाउँछ भन्ने छ हैन।